म्यान्चेस्टर सिटी भर्सेस स्पर्सको म्याच हेरिसकेको पछाडि म एउटै कुरा भन्छु, कङ्ग्रेचुलेसन्स आर्सेनल अन विनिङ दि प्रिमियर लिग टाइटल 2026। हरामखोर म्यान्चेस्टर सिटी प्रिमियर लिग टाइटल रेसको लागि जाँदैछ भने यु कान्ट परफर्म लाइक दिस। एउटा कुरा त पक्का हो, आर्सेनल आर दि च्याम्पियन अफ दिस सिजन। आर्सेनलको पर्फर्मेन्स देखिरहेको छ, कस्तो पर्फर्मेन्स गरिरहेको छ, लाइक अ च्याम्पियन पर्फर्मेन्स। 4-0 ले धोपी हान्यो अस्ति भर्खर, बााउन्स ब्याक गरिरहेको छ आर्सेनल। एन्ड सिटी वुल्फसँगको कुरा छोडिदिउँ, प्रिमियर लिगमा वुल्फसँगको कुरा छौँ। त्यस पछाडिको ब्याक 5 म्याचेसमा के हो, इभन म्यान्चेस्टर युनाइटेड आर ब्याक यार। लास्ट 3 म्याचेसमा म्यान्चेस्टर युनाइटेड 3मा 3 विन, सिटीलाई बिट गर्यो, आर्सेनललाई बिट गर्यो। आज फुलमसँगको म्याच के हो यार, बेन्जामिन सेस्को लेट मिनेट 90+ मिनेट विनर गोल। म्यान्चेस्टर युनाइटेडको फ्यान्स त खुसी छ र, एउटा त हरामखोर कपालवाला बन्दा हरामखोर खुसी छ यार। अब जस्ट 2टा म्याचेस बाँकी रह्यो कपाल काट्नको लागि, होइन त। इभन चेल्सी यार ब्याक यार, 2-0 डाउन भएर 3 हानिरहेको छ चेल्सीले। यता म्यान्चेस्टर सिटी 2 हानेको छ, सेभ गर्न सक्दैन। फर्स्ट हाफ ठिक थियो, 2-0 को लिड थियो। सेकेन्ड हाफ के हो त्यो, के हो त्यो सोलाङ्कीले त उडी स्कर्पियन किक हानिरहेको छ यार। म्यान्चेस्टर सिटीको फ्यान फेब्रुअरी महिना लभ अफ मन्थको सुरु भएको छ। अनि म जस्तो, हामी जस्तो म्यान्चेस्टर सिटी फ्यान जो सिङ्गल छ, खुसी दिने माध्यम एउटै फुटबल छ, त्यो पनि आफ्नो टिमले हगिरहेको छ, यस्तो खेलिरहेको छ। के गर्ने यार गाइज, के गर्ने यार, सजेस्ट मी समथिङ यार, सजेस्ट मी समथिङ। ना सरजी ना, दिस इज नट नर्मल, म्यान्चेस्टर सिटी इज नट नर्मल यार। गेही ल्यायो, सेमेन्यो ल्यायो, केही होला भन्यो, केही हुनेवाला छैन सरजी, केही हुनेवाला छैन। बरु ढुक्कले अहिले नै आर्सेनललाई प्रिमियर लिग दिउँ, ढुक्क हुन्छ, हामीलाई पनि ढुक्क हुन्छ, हामी सिटी फ्यानलाई ढुक्क हुन्छ गाइज।